Hey guys, हेर्नुस् न. Hello, good morning everyone. What's up guys? It's your boy Ruben and welcome to my 10th vlog. आजको न्यू vlog नयाँ दिनमा तपाईहरु सबैजनालाई स्वागत छ. अन्त आज भने चाहिँ गाइस मेरो दिन चाहिँ है ड्राई आलु बनाउनबाट सुरु हुन्छ. तपाईहरु खाने हो भने आउनुहोस् बेबिला होटल रेस्टुरेन्ट एन्ड बार एट क्युजिङ रोड है राबङलामा लोकेटेड छ. अन्त गाइस आजको दिन चाहिँ मेरो यसरी नै सुरु हुँदैछ. अन्त लेट्स सी है गाइस आजको दिन चाहिँ कस्तो हुनेछ. अन्त आजको दिनले हामीलाई कस्तो लेसन सिकाउँदछ है. सो स्टे ट्युन्ड गाइस. तपाईँ हामी भएर आजको दिनलाई हामी सँगै बिताउने छ. सो गाइस म भने चाहिँ अब है प्याज साग काट्न लागेको है. यो काटिराख्नुपर्छ. भरे कस्टमरहरू आउनु भयो भने काटेर रेडी राखेको छ भने भरे है टक्कै अलिकति भुटेर दिनु सजिलो हुन्छ है. सो स्टे ट्युन्ड गाइस. म साग काटेर तपाईँलाई देखाउने छु है. अन्त गाइस हामी भने चाहिँ है हेयरनेट लाउनु पर्ने हुन्छ किनभने वी डोन्ट वान्ट आवर हेयर टु बी सब्जीतिर है. अन्त केसहरू झर्नु हुँदैन सब्जीतिर. फेरि ब्याड रिभ्युज आउँछ है. हेलो गाइज हौडे भयो है गाइज. हेर्नुहोस् न मेरो तल लुगा सुकाउँदै भाँचियो गएर भुइँभरि लुगा नि हो. हेर्नुहोस् न भुइँभरि भइदिनु लुगा. हेर्नुहोस् न भाँच त्यो तपाईँलाई थाहा छ होइन त्यो बाँसमा मैले दोडी गाँसेको थिएँ. त्यो बाँसै ठङ्गै भाँचियो गएर हो. अब नयाँ म जोइन गर्छु. कसो गरौँ भने चाहिँ अब अहिले सोच्दैछु अब त्यो दोडीलाई गाँसेर दोडी त पुग्दैन ल. अर्को आधी दोडी गाँसेर चाहिँ त्यो खिड्कीको रोडमा बाँधिदिनु पऱ्यो. साह्रो दग दिदियो यसले. अब चाहिँ म फिक्स बनाइदिनु पऱ्यो. साला नपत्याएको भएर चाहिँ लुगा सुकाउनेले. सो स्टे ट्युन्ड गाइज. म तपाईँलाई लुगा सुकाउने बनाएको देखाउँछु है. गाइज मैले भने चाहिँ लुगा सुकाउने है बनाइसकेँ. अघि बनाइसकेको तपाईँहरू हेर्नु सक्नुहुन्छ. खतरा यहाँबाट हेर्दा चाहिँ डह्रो देखिरहेको छ. तर मलाई मात्रै थाहा छ नि है त्यो कतिको डह्रो छ भनेर. अन्त गाइज है लुगा सुकाउने बनाइसकेर अरू काम पनि सकेर है म फ्रेसेस भएँ नुहाइधुवाइ गरेँ. अन्त अहिले एकछिन घाम ताप्नु बसेको. पुरा चिसो भयो है भर्खर नुहाइसकेको नि त. गाइज अहिले हामी भने चाहिँ है कस्टमरलाई खानासाना दिइकन हामी सकिसकेका छौँ. अन्त हाम्रो कस्टमर चाहिँ यता हुनुहुन्छ है जानुभयो. अन्त हामी चाहिँ अहिले फेरि ब्याक टु ब्याक है हाम्रो कामहरू छ अझै पनि है. काम भनेको चाहिँ सकिँदैन रहेछ गाइज. बिहान उठेको दिन गरेकै अहिले पनि गरेकै छ है. अन्त भर्खर कस्टमरहरू जानुभयो. अब कस्टमरहरूले खानुभएको प्लेटिङहरू उठाएर धुनुपर्ने हुन्छ. सो गाइज फेरि पनि तपाईँहरूलाई है देखाउन चाहन्छु कि यु क्यान सी के चाहिँ पाक्दो रहेछ गाइज. हेर्नुहोस् न गाइज हेर्नुहोस् न. ओ माई गड देखो न गाइज देखो न गाइज. डिङ 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 देख्नु देखिहाल्नु होला गाइज. हाम्रो चाहिँ यस्तो डलको पाक्दैछ है. अन्त स्टे ट्युन्ड गाइज. भरे म तपाईँहरूलाई खाएको पनि देखाउँछु है. थुक चाहिँ ननिलिदिनुहोस् होला है. भुँडी दुख्छ फेरि है. फेरि भुँडी दुख्नेको दबाई छैन है. सो गाइज अहिले चाहिँ म भने चाहिँ है पम्प जानु आँटेको पेट्रोल पम्प. अलिकति फ्युल अप गराउनु पर्ने छ. अन्त त्यतिकै बजार निक्लिँदै एक दुईवटा रेस्टुरेन्टको सामान पनि किन्नु पर्ने छ है. अन्त म तपाईँहरूलाई देखाउने छु हाउ इट विल गो है. सो गाइज मैले भने चाहिँ फ्युल अप गरिसकेँ है. अन्त तपाईँ देख्न सक्नुहुन्छ यो पेट्रोल पम्प चाहिँ तपाईँको कहाँ हो भने यो चाहिँ भिसी फाटक है. यो चाहिँ तपाईँको राबङला टु सिङताम रोडमा तपाईँले भेटाउनुहुन्छ. अन्त लेफ्टपट्टि छ है राबङलादेखि सिङताम जाँदै गर्दा. अन्त मैले भने चाहिँ फ्युल अप गरिसकेँ. अब बजार गएर त्यहाँ मेरो एक दुईवटा सामान छ त्यो लिएर आउनुपर्ने छ है. सो स्टे ट्युन्ड. गाइज म भने चाहिँ यहाँ काँक्रा किनिसक्यो. निम्बु दिनु न निम्बु. निम्बु कति? 50 निम्बु कति दिनु निम्बु? 50 खाली? कसरी दाना हो? गोटा दाना हो? 10 को दुईटा. 5 रुपियाँ गोटा. 5, 10, 50. 10 वटा त बेसी हुन्छ.
सो गाइज म भन्छु बजारबाट आएर है अब खाना पनि खाइसकेँ है अन्त अब आजको भ्लगलाई पनि म यहीँ एन्ड गर्न चाहन्छु किनभने रात पनि पर्यो एन्ड I'll see you guys tomorrow. I'll come with new video tomorrow. Every day new day हुने गर्छ अन्त new day भएको कारणले गर्दा नयाँ भ्लग पनि हुन्छ है So guys stay tuned. I'll see you guys tomorrow. Till then you have a good night, sweet dream and take care and bye bye.